ल देवनारायण दाईलाई नमस्कार छ। अँ, उहाँ 90 वर्ष कट्नुभयो। उहाँ पुराना गीतहरू दुई चारवटा सुनाइदिनुहुन्छ कि भनेर पुराना रमाइला गीतहरू गाइदिनुहुन्छ कि दाईले एक दुईवटा गाइदिनु न। यो मायाले हुँदैन निस्तारा, जहिले जान्छु त्यही छ बिस्तारा। अनि नखाउने नलाउने को छ र, ढाका टोपी टल्केर हिँड्छ कसैलाई। अरू पनि भन्नु। अरू कहाँ गएर के हुने छ र, बस माया जो भने जानेर। ल कहाँ अरू कता कता बिर्सिए। त्यस्तै उखान टुक्का केही छन् भने भन्नु पुराना पुराना। अब छैनन्, अब ऊ हुन न अब अहिले आएछ थोरै थोरै आउँछन्। अनि अहिले त तपाईँको स्वास्थ्य ठिकै छ? सुस्तै छ, सुस्तै ऊ छ धेरै। गङ्गाजी नहाने हर्ने भोकै बस्ने भएपछि रोग छैन मेरो चाहिँ। त्यहाँ आन्द्रो बाक्लो बस छैन, पातलो छ। कहिले 2 दिनका दिन दिशा लाउँछन् मेरो। हुन त कोही कोही मान्छे त 84 अरेसी डराउँछन्। दाइ तपाईँ त डराउनु भयो होइन नि? किन डराउनु पर्यो? 84ले खाने होइन, बाघाले खाने चाहिँ होइन। आफ्नो धर्म अरे त्यसको मनै आउँदैन। कुकुरलाई कसेर ढुङ्गाले हान्न मान्छन् क्या, धर्मलाई हान्न सक्दैन। अब 100 वर्ष पुगेपछि के कार्यक्रम गर्ने विचार छ त नि दाइको? 100 वर्ष पुग्दैछु, अनि केटा कति रहन्छन्, केटा कता कता जान्छन्। एक्लै कार्य लाउन सकिँदैन, जग्गा बेच्ने अहिले ठाउँ छैन। उनले सहयोग दिए भने छोरा बुहारीले आमाका पालाको गरिन्, अब उनको आधारबाट गर्ने हो। अनि यति बेला कसरी गुजारा चलाउनु भएको छ त? के अरे आफ्नो बिहान कसरी के खानुहुन्छ, कति बेला उठ्नुहुन्छ, दिउँसो कता जानुहुन्छ? राति मेरा निन्द्रा राम्रै लाग्छ। अब भैँसी दुहुन बरु खुट्टो भाँचिएको छ, दुलोहिले कान्छी दुलोहिले दुहुन्छ। जेठी पनि मरिका अहिले पनि पहिलाकै। अब भाइ छोराहरू पनि औँस लिएर छुट्टिएका छन् दाजुभाइ। कोही कहाँ गएर बसिरहन्, कोही कहाँ गएर, कोही कुसमा, कोही चिताउन्, कोही बुहारीहरू झापन्न उहाँ कान्छो छोरोमा बिराङ बराङ छ। अब यस्तै छ र म बुढो हुन्छु, घर छु हजुर। ए ल ल दाइलाई धेरै धेरै धन्यवाद।